रचना कविताको शीर्षक छ अवसर पाए र छन्द मारिनु। तन मन धन सुम्पी सानोले टेक सारी मुसु मुसु मृदु हाँसो पुस्तकैको छबारी खुरु अघि बढ्ने मार्गका मित्र हेरी धुरु म त पग्ले आँसु भइसर फेरि धुरु म त पग्ले आँसु भइसर फेरि पढ सब भन्छन् बन्छ यो जिन्दगानी अलि पछि सकिएर लेख्न आफ्नै कहानी भुरुरु मन उड्दा बाबला लाखौँ पलाए पर सब सम्झे कल्पनामा हराए भर सबैको मित्र शिक्षा गराई ठम म हिँडौँ लौ शान्तिका गीत गाए युग म त अन्धो विश्वमा बाँच्नुहुन्न छल कपट भिखारी जिन्दगी साँच्नुहुन्न समय गति बुझेरै ज्ञान विज्ञान पढ्दा अवनति कति बुझ्दै उच्च श्रेणीमा चढ्दा वनभरि झगडा भई त्रस्त छन् जीव फुल जलथल नभआफ्नै ठान्छ मान्छे अचेल तर रवतैले डाकिँदा कुण्डभित्र तप पसिनाको आँसुको विश्वचित्र मनभरि डर बोकी गर्नु यात्रा छ टाढा दिलभरि गडिएका झिक्नु पर्ने छ काँडा कल कुरु गङ्गा ज्ञानका स्रोत खानी छल म त पौडी खेलुला भाग्यमानी अवसर यदि पाए बन्न सक्ने इच्छु बुद्ध अवसर यदि पाए बन्न सक्ने इच्छु बुद्ध जटिल अणुबमैका रोक्न सक्ने छु युद्ध अवसर यदि पाए बन्न सक्ने छु बुद्ध जटिल अणुबमैका रोक्न सक्ने छु युद्ध जटिल अणुबमैका रोक्न सक्ने छु युद्ध। धन्यवाद।